क्या खतरा रोड है बाबा हो। कसले बनाइदिएको यत्रो रोड थाहा छ बाबा? थाहा छ। कसले? नेपाल सरकारले? होइन कसले हो त? कि चिनिए कि जापानले? म सोचमग्न। मतलब यति खतरा सडक मेरो देशले बनाउनै सक्दैन। फेरि भोलि त्यही सडकको रेलिङमा पार्टीको झन्डा फहराउँदै खोक्रो नारा टिपेर चुनाव जितेर देश अझै खोक्रो बनाउने, राजनीतिबाट उठेको देश, दाताले बनाएको सडकको रेलिङ टायर बालेर खोक्रो नारा टिपेर उठेको देश, जहाँ टोयलेट बनाउने बजेट खुल्ला दिशामुक्त नगरपालिका घोषणामा सकिन्छ, नारामा सकिन्छ, प्रचारमा सकिन्छ। झोलामा खोला लुकाएर एउटै उकालोमा 5 पटक बजेट पारेर देशको ठेकेदारी कमिसनमा चपाएर नारा ढन्काएर बाँदर लडी जाने विकट गाउँ रातारात नगरपालिका बनाएर खाएर गरिब गाउँका पसिना ल्यापल्यापी चाटेर यति खतरा सडक प्रिय छोरा हो मेरो देशले बनाउनै सक्ने। धन्यवाद।